सम्पूर्णमा नमस्कार, जय मानव सेवा। यति बेला मानव सेवा आश्रमले हनुमान नगर कङ्कालिनी नगरपालिका 4 मा एकजना बेवारिसी अवस्थामा एकजना दाइलाई देखिरहेका छौँ, बुवालाई देखिरहेका छौँ। यो कपडा लगाउनु भएको छ, देख्न सक्नुहुन्छ। यो यस्तो कपडा लगाउनु भएको छ। यहाँनिर जुत्ता पनि त्यस्तै छ। विशेषतः मानव सेवा आश्रमले जसको कोही छैन, जसका केही छैन, खुल्ला आकाशलाई ओढ्ने र धरतीलाई बिछ्याउन बनाई सडक पेटीमा कष्टपूर्ण जीवनयापन गरिरहेका बेवारिसीहरूको उद्धार गर्दै आइरहेको छ भनेदेखि यहाँनिर त्यस्तै हामीले खोजे जस्तै एकजना दाई हुनुहुन्छ या बुवा हुनुहुन्छ। उहाँलाई हामीले देखिरहेका छौँ। यो अवस्थामा हुनुहुन्छ। उद्धार गर्ने तयारी गरिरहेका छौँ। मानव सेवा आश्रम र आनी स्वयं टोलमा फाउन्डेसनको सहकार्यमा भइरहेको यो मेची महाकाली उद्धार यात्रामा यहाँनिर बुवालाई देखिरहेका छौँ। हामी मध्य प्रदेश प्रवेश गरेसँगै हनुमान नगर नगरपालिकामा उहाँलाई देख्यौँ र उद्धार गर्ने प्रक्रियालाई अगाडि बढाइरहेका छौँ। हामीले यहाँ देखिरहेका छौँ। यहाँ एकजना दाई हुनुहुन्छ। यहाँनिर मानिरहनु भएको छैन। उहाँलाई उद्धार गरेर लैजान खोज्दै गर्दाखेरि, पठाउन खोजिरहँदाखेरि यो अवस्थामा हुनुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ। हामी उहाँलाई उद्धार गरेर आश्रम लैजाने तयारी गरिरहेका छौँ। उहाँ मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ, केही शारीरिक रूपमा पनि विक्षिप्त नै हुनुहुन्छ। यहाँ उहाँले बोक्नै नपर्ने कुराहरू बोकिरहनु भएको छ, आवश्यक नभएका कुराहरू। उहाँलाई अब हामी उद्धार गरेर मानव सेवा आश्रम लैजाने तयारी गरिरहेका छौँ। मरेको छ मानव आश्रमको केटा यहीँ पारा गर्दैछु, यहीँ हो। अरे जानु न यार, तस्बिर बन्ने जानु, काट्नु न, बोल्नु न।